दर्शकहरू, बेलायतमा सक्रिय रहेका नेपाली सामाजिक सङ्घ संस्थाहरूमध्ये अग्रणी गलकोट समाज युकेले सोमबार 20 जुलाईका दिन मिडल्यान्डको बर्मिङगम वेस्ट ब्रमिचमा रहेको द कन्फरेन्स स्विटमा एउटा विशेष समारोह बीच आफ्नो स्थापनाको 10औं वार्षिकोत्सव मनाएको छ। सन् 2016मा स्थापना भएको गलकोट समाज युकेले बेलायतमा आफ्नै भवन खरिद गरी गलकोट हाउस सञ्चालन गरेको छ। त्यस्तै समाजले नेपालमा विभिन्न सामाजिक र परोपकारी कामहरू समेत गर्दै आएको छ। गलकोट समाज युकेले आफ्नो 10औं वार्षिकोत्सवका अवसरमा बेलायतमा आयोजना गरेको विशेष समारोहमा समाजलाई विभिन्न तवरबाट सहयोग गर्ने सहयोगदाताहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा प्रस्तुति दिनका लागि नेपालबाट ख्यातिप्राप्त गायक विष्णु खत्री सहित केही कलाकारहरू आउनुभएको छ। सबै क्षेत्रबाट उल्लेख्य सङ्ख्याका गलकोटीहरू भेला हुनुभएको छ र बेलायतका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू पनि अतिथिका रूपमा गलकोट समाज युकेको 10औं वार्षिकोत्सवमा सहभागी हुनुभएको छ। समाजले 10 वर्षको अवधिमा हासिल गरेका सफलताहरूको खुसी मनाइएको छ र त्यही खुसियालीमा 10औं वार्षिकोत्सवको केक काटेर समेत बेलायतवासी गलकोटीहरूले संस्थाको 10औं वार्षिकोत्सव मनाएका छन्। हाम्रो यस 10औं वार्षिक कार्यक्रमको लागि महिनौँ अगाडिबाट हामीले तयारी गऱ्यौँ। यसको लागि हामीले निमन्त्रणादेखि लिएर नेपालदेखि बोलाउने कलाकारहरूको जिम्मेवारीदेखि लिएर धेरै कुराहरू हामीले पार गर्दै हामी अहिले यो स्टेजमा आइपुग्यौँ र यसलाई सक्सेस पनि बनायौँ। र हाम्रो नेपालबाट हाम्रा प्यारेन्ट्सहरूदेखि लिएर हाम्रा नेपाली गलकोटेहरू स्कटल्यान्ड, नर्दर्न आयरल्यान्ड, युरोपमा रहेका गलकोटे सहितको सहभागितामा हामीले यस कार्यक्रमलाई सफल बनायौँ। भव्य सभ्य तरिकाले हामीले यसलाई अगाडि हामीले सम्पन्न गऱ्यौँ। यसको लागि हामी सम्पूर्ण गलकोटेहरूलाई र हाम्रा पाहुनाहरूलाई सबैलाई धन्यवाद दिन चाहन्छु म मेरो आफ्नो तर्फबाट र गलकोट समाजको सचिवको तर्फबाट। हामीहरूले कार्यक्रम सञ्चालन गर्ने टाइम निकालेको 4 बजेदेखि हो, तर चाहिँ जो आउनुपर्ने दर्शकहरू हुनुहुन्थ्यो, निम्तालु जो हुनुहुन्थ्यो, उहाँहरू आउन अलि ढिला गर्नुभएको कारण थोरै ढिला चाहिँ सञ्चालन भयो। यसको लागि अब मैले आफ्नो तर्फबाट पनि क्षमा चाहन्छु र समग्रमा हेर्दा भन्दाखेरि त्यसपछि जो कार्यक्रम सञ्चालन भयो धेरै रमाइलो, धेरै राम्रो भयो, सभ्य भयो, भव्य पनि भयो। धेरैजना आउनुभयो, नेपालदेखि आउनुभयो कलाकार हुनुहुन्थ्यो, त्यसपछि नेपालदेखि आउनुको पाहुनाहरू पनि हुनुहुन्थ्यो अनि विभिन्न सङ्घ संस्थाबाट पनि यहाँ समावेश हुनुभयो र केही हाम्रा कदर पत्रहरू पनि उहाँहरूलाई बाँड्यौँ। अनि गएर केही हाम्रा मायाका चिन्हहरू पनि थिए, पछि के अरे उहाँहरूले पनि त्योलाई पनि बाँड्यौँ र हाम्रो यो टिमले, आयोजक टिमले राम्रो मेहनत गर्यो र धेरै राम्रोसँग सम्पन्न भयो। हामीले 2016 सालदेखि यो संस्था चाहिन्छ र हाम्रो आउने भावी सन्ततिहरूप्रति हाम्रो केही उत्तरदायित्व छ भनेर हामीले त्यसलाई मनन गर्दै सुरु गरेको यो संस्था हो। आउने पुस्तालाई कसरी पुस्तान्तरण गर्ने र तिनीहरूको नेपाली भाषा, नेपाली संस्कृति, नेपाली कला र उनीहरूप्रति हामी कसरी उत्तरदायित्व हुने भन्ने बारेमा काम गरिरहेका छौँ। गलकोटमा यहाँ रहनुहुने बेलायतका सम्पूर्ण साथीभाइहरू, सदस्यहरूले चाहिँ आफ्नो जिम्मेवारी यति राम्रो तरिकाले पुरा गर्नुभयो। आज यो जस किसिमले आज कार्यक्रम सफल रूपमा सम्पन्न भएको छ। गलकोटको मात्र नभएर गलकोटभन्दा बाहिर रहेका दाजुभाइ दिदीबहिनीहरूले जसरी सहयोग गरेर आज गलकोट समाजलाई यो कार्यक्रम 10औं वार्षिक सभ्य र भव्य रूपमा सफल बनाउन सहयोग गर्नु, यसको लागि म विशेष गरेर म व्यक्तिगत तथा गलकोट समाज युकेको तर्फबाट यहाँलाई धन्यवाद पनि राख्न चाहन्छु। र सम्पूर्ण आजको कार्यक्रमको लागि सफलको उपस्थित हुनुहुने सम्पूर्ण अतिथिजीहरू, रमाइलोको लागि मनोरञ्जन गर्ने नेपालदेखि आउनुभएका कलाकारजीहरूले जसरी मनोरञ्जन दिनुभयो र खाना बनाउने हाम्रा विशेष गरेर साथीहरूले, गलकोटे साथीहरूले जसरी तन मन धनले खाना यति मिठो खाना खुवाउनु भयो, यसको त हामी कुनै वर्णन गर्नै सक्दैनौँ। र यसको लागि गलकोट समाजले केही चिनोको पनि व्यवस्था गरेको थियो सेफहरूको लागि र अतिथिहरूको लागि सानो धुलो त हामी गर्न सक्दैनौँ, यो सामाजिक संस्था हो, हामी दिन त सक्दैनौँ, तर पनि सलामकाई जसरी आर्थिक सहयोग गर्नुभयो यसको लागि सानो मायाको चिनो हामीले अतिथिहरूलाई, आर्थिक सहयोग गर्नेहरूलाई, कलाकारजीहरूलाई लगायत सेफहरूलाई र अन्य काम गर्ने सम्पूर्णलाई सहयोग गर्ने दाताहरूलाई हामी प्रमाणपत्र वितरण पनि गऱ्यौँ र मायाको चिनो पनि दियौँ। आज चाहिँ तपाईँहरूले यस्तो भव्य समारोह गरेर 10औं वार्षिकोत्सवमा चाहिँ खास चाहिँ के सेलिब्रेट गर्नुभयो यो संस्थाको रूपमा चाहिँ? विशेष गरेर 10औं वार्षिकोत्सवमा आइरहँदा हामीले हिजोको एउटै मभन्दा पहिलाका पूर्व अध्यक्षहरूबाट के अनुभव भयो भने हामीले पहिलो पाइलो टेक्दाखेरि हामीले यहाँसम्म गलकोट समाजलाई ल्याउँछौँ भन्ने कल्पना त हामीले मानचेस्टरबाट गरेका थियौँ, तर यति छिटै गलकोट समाज यति स्ट्रङ भएर जान्छ भन्ने कुरा थिएन। त्यो कुरा आज पूर्व अध्यक्षहरूले पनि भन्नुभयो र यसलाई हामीले महसुस पनि गऱ्यौँ। र प्रत्येकचोटि हामीले कार्यक्रम मनाउँदाखेरि विशेष गरेर हाम्रो प्रायोरिटी के हुन्छ भने गलकोटमै उत्पादन भएको सामानहरू र गलकोटमै भएका कलाकारहरूलाई हाम्रो संस्थामा ल्याउनुपर्छ भन्ने किसिमले अहिले पनि जसरी
हामीले विष्णु खत्रीलाई यहाँ ल्यायौँ र उहाँले भरपूर मनोरञ्जन दिनुभयो र यस्तै गरेर अगाडि दिनहरूलाई पनि गलकोट समाजले धेरै राम्रो गर्नेछ। जसरी एउटा भवनको हामी कल्पना गरेका थियौँ, आफ्नै भवन हुनुपर्छ, गलकोट समाजको एउटा मन्दिर हुनुपर्छ भन्यौँ, साथीहरूले हुन्छ भन्नुभयो र 4-5 वर्षमा हामीले भवन पनि तयार गरेर अहिले चाहिँ हामी चलाइरहेका छौँ। यस्तै गरेर धेरै अन्य कार्यक्रम सामाजिक कामहरू हामी गर्दै आइरहेका छौँ ध्रुवजी। यसले गर्दा एउटा समस्त म लगायत सम्पूर्ण गलकोटे मनहरूलाई एउटा के भयो भने वी क्यान डु इट, हामी गर्न सक्छौँ है भन्ने कुरा चाहिँ भएको छ आज। र पहिलो 10 वर्षमै बेलायतमा एउटा अग्रणी सामाजिक संस्थाका रूपमा गलकोट समाज युकेलाई तपाईँहरूले स्थापित गर्नुभएको छ, आफ्नै हाउस निर्माण गर्नुभएको छ, बेलायतमा थुप्रै च्यारिटीका कामहरू पनि सामाजिक कामहरू पनि गर्नुभएको छ। अब 10 वर्ष पुरा भइसकेपछि अबको गलकोट समाज युकेको यात्रा चाहिँ कस्तो हुन्छ, कसरी अगाडि बढ्छ, त्यो बारेमा चाहिँ अहिलेको अध्यक्षको नाताले थोरै केही जानकारी दिनुहोस् न। एकदम अब एउटा 10 वर्ष पुगिसकेपछि हाम्रो एउटा चाहिँ भवन निर्माणको त्यो कल्पना पुरै अब हाम्रो अघिल्लो के छ भने अब हाम्रो जेनेरेसनलाई, नयाँ युवा जेनेरेसनलाई यो बिस्तारै संस्था हामीले हस्तान्तरण गर्नुपर्छ भन्ने अर्को हाम्रो योजना आएको छ। विदिन 5 वर्षभित्रमा हामीले नयाँ अध्यक्ष यङहरूलाई दिनुपर्छ र हाम्रो बच्चा नानीहरूलाई पनि अब यो संस्था रन गर्न दिनुपर्छ भन्ने एउटा चाहिँ नयाँ उद्देश्य गलकोट समाजले लिएको छ, जहाँ म अझै पनि 1 वर्ष मेरो कार्यकाल छ। आम ट्राई माई बेस्ट, होपफुल्ली अघिल्लो कार्यक्रम हामी सिकाएर नयाँलाई हामी यो जिम्मेवारी दिएर बिस्तारै हामी एउटा अभिभावकको जिम्मेवारी लान्छौँ र अगाडिका कामहरू यिनीहरूलाई यसरी धर्म संस्कृति र गलकोटलाई हामी कुन ठाउँमा जन्मेको, किनकि हाम्रो बाबु नानीहरू अब गलकोट फर्केर जान एकदम न्यून सम्भावना छ, उनीहरूको जागिरको कुरा गरौँ, व्यवस्थापनको कुरा, तर पनि यहाँ हामीले एउटा सानो मिनी गलकोट जस्तो बनायो भने उनीहरूलाई हाम्रो बुवा आमाहरू यसरी आउनु भएको रहेछ, यसरी दुःख गर्नुभएको छ भन्ने कुरा हामीले चाहिँ राख्नुपर्छ भन्ने हामीलाई लागेको छ ध्रुव सर।